गृहमन्त्रीज्यूलाई भन्न चाहन्छु, तपाईँ गृहमन्त्री हो कि कन्टेन्ट क्रिएटर हो? गृहमन्त्रीले हिजो फिल्मको नायक जस्तै मिडिया घेरेर चलचित्रको नायक जस्तै कहिले एयरपोर्ट, कहिले कता, कहिले उता दौडिरहनु भएको थियो पुरै क्यामेरा बोकेर। यदि साँच्चै उपचार गर्ने उद्देश्य यदि थियो भने आज गणेश नेपालीको मृत्यु हुँदैन थियो। सम्माननीय सभामुख महोदय, आज उनको जीवन बाँच्ने थियो। हामीलाई क्यामेरामा गृहमन्त्री कहाँ हिँड्यो, आज गृहमन्त्रीले युट्युबहरू कति चलायो, आज युट्युबमा कन्टेन्ट कति क्रिएटर गर्यो, त्यो महत्त्वपूर्ण कुरा होइन। महत्त्वपूर्ण कुरा गृहमन्त्रीको आदेशबाट जनताको जीवन बाँच्यो कि बाँचेन भन्ने कुरा हो। आज सुविधा सम्पन्न अस्पतालमा बेलैमा उपचार गरिदिएको भए, एयर एम्बुलेन्सहरू पुर्याइदिएको भए, त्यो एयरपोर्टमा दौडिनेको सट्टा एउटा प्लेन मात्र एयरपोर्टमा पठाएर दिल्ली जान कति लाग्छ? 2 घण्टा। सम्माननीय सभामुख महोदय, आज ऊ मान्छे गणेश नेपालीको जीवन बाँच्थ्यो। तर के भयो? कन्टेन्ट क्रिएटर लाइक भ्युज पाउनका लागि गरिने गतिविधिले त्यो एकछिन त मान्छेले वाह वाह भन्ला, तर गन्तव्यमा यसले घाटा नै गर्छ। सम्माननीय सभामुख महोदय, त्यही भएर सम्माननीय सभामुख मार्फत गृहमन्त्रीलाई जिम्मेवारी बन्न कन्टेन्ट क्रिएटर नबनी देशको वास्तविक गृहमन्त्री बन्न म अनुरोध गर्न चाहन्छु। र गृहमन्त्री र मन्त्रीज्यूहरूलाई सडकमा चटक देखाउने होइन, काम गर्नका लागि आदेश दिने हो। आदेशको पालना भयो कि भनेर त्यसको कार्यान्वयन गर्ने हो। हिजो सडकमा प्रदर्शन गर्नुभन्दा गणेश नेपाललाई राति नै हेलिकप्टर मार्फत उद्धार गरी नेपाल वायुसेना निगमको जहाजबाट एम्बुलेन्सबाट दिल्ली पुर्याइदिएको भए यो अवस्था हुँदैन थियो। सम्माननीय सभामुख महोदय, म आज याद दिलाउन चाहन्छु। सम्माननीय सभामुख महोदय, प्रतिनिधि सभाको संसदको गेट अगाडि इलामका प्रेम प्रसाद आचार्यले आत्मदाह गर्नुभएको थियो भने आज ठ्याक्कै 1-2 वर्ष 2-3 वर्ष नपुग्दै आज मुहुका गणेश नेपालीले मट्टीतेल छर्किएर आज आत्मदाह गर्नु पर्यो। उनीहरूको पीडा एउटै थियो कि यो देशमा गरेर खान पाऊँ, बसेर गर्न पाऊँ, गरी खान पाऊँ भन्ने हो। सम्माननीय सभामुख महोदय, तर सरकार फेरियो, कुर्सी फेरिए, तर जनताको पीडा फेरिएन। सम्माननीय सभामुख महोदय, कुर्सी फेरिनु, सरकार फेरिनु महत्त्वपूर्ण कुरा रहेनछ। महत्त्वपूर्ण कुरा जनताको जीवन फेरिनु पर्ने रहेछ। सरकारले पछिल्लो पटक जनताको जीवन सहज बनाउने भने झन् कठिन बनाउने नीति बनायो। सम्माननीय सभामुख महोदय, सरकारको नारा चाहिँ अत्यन्त राम्रो छ, गरिबको चमेली बोल दिने कोही छैन। बोल्न दे सरकार, बोल्न दे सरकार, मनको कुरा खोल्न दे सरकार। तर आज गरिब दुखी जनतालाई सरकारले करमाथि कर थपेर आज बिजोको अवस्था पुर्याएको छ।